तिमीले रिस उठायो मलाई लास्टै रिस उठाएको छ तिमीसँग म कसरी रिस पोखौँ भन्ने लागिरहेको छ साँच्ची भन्नु कस्तो रिस उठ्छ यार साँच्ची मन दुखाएको छ यार तिमीलाई दुख्योस् मलाई केही प्रब्लम छैन साँच्ची प्रब्लम छैन तिमीलाई त्यस्तो कुराहरुमा ओइ भन त साँच्ची प्रब्लम छैन छैन साँच्ची छैन छत्तै छैन कति छैन अरे ओइ केटी आँखा खोल त के साह्रो भयो छोडेको आँखा खोल किन आँखा खोल्नु खोलिनै रहेछ आँखा छैन रे यार के त अनि तिमी बिरान पर्यो भने तातो कसले ततार ल्याइदिन्छ म होइन अझै अब प्रब्लम छैन अब नल्याउनु अब चित्त दुख्यो होला नल्याउनु तिम्रो म कति चलाको ए कति चलाको भनै भाइ हात छोड्ने नै मैले अति सहिरहेको छु त्यहाँ खुट्टा छोड्छु हात छोड्नु मैले सहिरहेको छु यहाँ सहन सकेन भने के गर्छ मेरो नि त हात छ खुट्टा छ अझै ठुलो कुरा गर्छ मेरो हात खुट्टा नै छैन कुरा गर्छस् मैले दिदी भनेर एक्सपेक्ट गरिरहेको छु दिदी भनेर एक्सपेक्ट गरिरहेको छु दिदी भनेर एक्सपेक्ट गरिरहेको छु नि मा तिम्रो थुतुनु देख्दा नि म त किमा बनाएर भर्खरै म बनाएर खुवाइदिनु जस्तो रिस उठ्छ मलाई केही कुरा सुन्नु छैन तर तिमीलाई मैले माया गर्छु दिदी बहिनीको माया भनेको यस्तै हो के